हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज लामो समयपछि होइन भ्लग बनाउन गइरहेको छु होइन। मर्निङ वाक गर्दै गर्दै आज म एउटा स्पेसल राम्रो सुनसान अनि शान्त वातावरण भएको आएको छु होइन। तपाईँहरूलाई सिनहरू सबै देखाउँछु होइन, कस्तो छ भनेर। कस्तो आनन्द ठाउँ छ। पछाडि सिँढी पुरै चढिरहेको छु होइन। तपाईँहरूलाई म देखाउँदै जान्छु सबै कुराहरू। तपाईँहरू पनि आउनु, यहाँ एकदम दामी प्लेस छ। मजाको सिँढी चढिसकेँ होइन गाइस। त्यस्तो छ के मन्दिर, त्यो पनि मलाई त नाम थाहा छैन। यस्तो दामी ठाउँ छ। बाटो कता हो, यता होइन, बाटो उल्टो भयो। तपाईँलाई अब दामी दामी ठाउँ देखाउँछु होइन। त्यो घन्टी रहेछ है गाइस। मलाई के भन्छ त्यो पनि थाहा भएन। दामी ठाउँ छ, देख्नुभयो सबैजनाले। पानी परेर खोला पुरै धमिलो आइरहेको छ बाढी। म अब ठक उता पारिपट्टि जाँदैछु। ट्याक्सीहरू सब देखाउँछ तपाईँलाई होइन। गणेश भगवान् हुनुहुँदो रहेछ। कता हो कता हो गाडी आएर यस्तो भइरहेको छ। पुल चढ्दैछु होइन। यस्तो दामी छ, यस्तो दामी छ कि उत्तरवाहिनी मन्दिर क्षेत्र, उत्तरवाहिनी मन्दिर क्षेत्र। यो मन्दिरलाई चाहिँ के भन्छ? उत्तरवाहिनी हो। कताबाट कता छिर्ने त्यो पनि थाहा छैन। देख्नु मैले कस्तो दामी ठाउँ छ। म पनि यहाँ दुईचोटि आएँ आज। एकचोटि अस्ति छोरीसँग एकचोटि आएको थिएँ। हामी बसेको टाढो छ। बाँदर पनि पाउँदो रहेछ। स्टेसन मन्दिर हो, कलिलो हो। देख्नु गाइस, टोक्नु खोज्छ बाँदरले। चिटिङ जानुपर्छ, चिटिङ मलाई थाहा पनि हो। यदि शिवलिङ्ग हुन्छ के हो, शिवलिङ्ग हो यो चाहिँ गाइस। अनि दोस्रोचोटि आएको छोरीसँग एकचोटि आएको क्या हेर्नलाई। आज एक्लै आएको वाक गर्दै गरेँ। दामी छ यार। धान रोपेर कस्तो दामी लाग्यो क्या। कस्तो हरियाली धान। अब सही खान्छ। बादल एकदमै क्या बादलहरू। टोक्नु खोज्दैछ। उत्तरवाहिनी मन्दिर है गाइस।
लाइफमा चाहिँ फाइनली मन्दिर घुम्नु सकेँ। अब भिडियो नटिरहेको छु होइन। घुमिसकेर म जाँदैछु। घरतिर फर्किनु पर्यो। यहाँ चाहिँ बुद्ध भगवान हुनुहुन्छ। कतै स्कुल हो कि के हो? नभेटेको भए ठिकै हुन्थ्यो। भेटिहाल्यो छुट्टै पर्यो। ल म चाहिँ अब गीत भएको होइन। भोक पनि लाग्यो। छट्ट जाने हो बाहिर। कताबाट जाउँ? त्यो जानु फाइनली मन्दिर पनि घुमिसकेँ। लेख्नु पनि भिडियो हेरेर मजाले आनन्द लिनु है त गाइस। यस्तो के गर्ने ठाउँ हो? घुम्नलाई एकदम सही। मन त शान्त हुने ठाउँ। वातावरण एकदम राम्रो ठाउँ है गाइस यो चाहिँ। ल हेर्नु त गाइस, नमस्ते गरिरहनु भएको छ। म चाहिँ टक्क भिडियो बनाउँदै अब घर जाँदैछु। एडिट पनि हुँदैछु। बस यहाँ चाहिँ एउटा सिङ भएको मात्रै पाउँदैछ क्या। यो के हो? मृग हो कि के? ओहो, यहाँ त दामी कुरा रहेछ। यहाँ बाँदर पनि बनाएर रहेछ। यो कस्तो खालको बाँदर हो मलाई नै थाहा भएन। यस्तो दामी छ। यहाँ चाहिँ पानी फल हुने बनाएर रहेछ। यहाँ हेर्नु शेर। यहाँ गाइस शेर हेर्नु है कस्तो छ है। एउटा हातमा केरा बोकिरहेको छ है गाइस बाँदरले। फेरि पनि अर्को हात थापिरहेको छ क्या। अब यो कसले बनाएको बाँदर हो? बाँदर जस्तो त लागेन मलाई। यो ढेँडो हो कि? अर्को बाँदर यहाँ लडिरहेको रहेछ गाइस। ल म घुम्पिन सकेँ। ठक्क बाहिरिने हो। ल चट्ट रुम जाने हो। नास्ता खाने हो। 2 घन्टा भइसक्यो म बाहिर निक्लेको। अहिलेसम्म घर गएको छैन। अहिले बुढीले मार्छ फेरि। अघि फोन गरेर बोलाउँदै थियो कहाँ हो भनेर। हेर्नु त कस्तो दामी प्लेस छ। आनन्द फिल हुने। गाइस बाँदरको चाक चाहिँ किन रातो भएको होला है? यस्तो जङ्गल छ यार।
आज मौसम पनि राम्रो छ, गर्मी पनि छैन, ठिक्कको छ। अघि बिहान निक्लेको मान्छे अहिलेसम्म घर गएको छैन। कति बजिसक्यो? 9 बजिसक्यो होला, 9:10 पो बज्न आँट्यो होला। अब चाहिँ घर जाने हो छिटो छिटो। म हिँड्दैछु।